We support Israel and we pray for Israel, and you keep praying for Israel, everyone. Working like this every day. We don't accept this. We don't expect this and this. But we need to accept truth. अन्तिम विदाई गर्दैछौँ हामीहरू। This is not our country. I'm very sorry. सबै नेपालको फ्ल्याग र इजरायलको फ्ल्यागले बिपिन जोशी भाइले यसरी अनर गर्नुभएको छ। सबै हामीलाई यति धेरै सपोर्ट गर्नुभएको, यति धेरैजना आउनुभएको छ बिपिन जोशी भाइको अनरको। आज यो लास्ट जुन यहाँबाट जाँदै हुनुहुन्छ काठमाडौँमा र पशुपति आर्यघाटमा उहाँको दाह संस्कार हुनेछ। थ्याङ्क यू सबैजनालाई। यसरी चाहिँ हाम्रो नेपाली छोरा एउटा गोर्खाको छ। यस नपरोस्, कसैलाई नपरोस्। नो एनी वान, नो एनी वान। Let's pray for Israel, for peace. Shanti. Pray for Israel, peace. Peace. Everyone. Pray for Israel, peace. यसरी हाम्रो शुद्धता साईराम जुन समाजसेवी हुनुहुन्छ उहाँले सुरुदेखि नै भाइ बिपिन जोशीको प्रोटेक्समा जहिले पनि यसरी चाहिँ आवाज उठाउनुहुन्थ्यो र शुद्धता साईरामले नट फर नेपाली गाई, फर अल द इजरायली दोज आर होस्टेज सबैको लागि चाहिँ यसरी गर्नुहुन्थ्यो। आज यसरी बिपिन जोशी भाइको चाहिँ यसरी चाहिँ दुःखद एउटा निधन भएकोले हामी सम्पूर्ण नेपालीहरू एउटा सक भएर बसिरहेका छौँ र हाम्रो यो श्रद्धाञ्जलीमा सबैजना आउनुभएको छ। सबैजना स्ट्रङ हुनु होला र इजरायलको शान्तिको लागि, इजरायलको पिसको लागि सबैले प्रार्थना गर्नुहोस् भन्न चाहन्छु कि आउने दिन यस्तो प्रकारको घटनाहरू कसैलाई पनि नहोस्। हामी कर्मभूमि इजरायलमा छौँ र वी लभ इजरायल, वी सपोर्ट इजरायल and we pray for Israel, and you keep praying for Israel, everyone. त्यो भन्न चाहन्छु। हामी त अब त्यहाँ सक्दैनौँ भाइ, यहीँबाट हामीले अब विदाई गरेर पर्दैन। We're not slave, we don't need to wear, we're working with human and we're working like this every day. We don't accept this, we don't expect this and this. But we need to accept truth. Sorry, Bipin Mom and Bipin sister. I don't know, Bipin, but it's like this. मलाई पनि एउटा दिन त एक Adi, we are sorry, we can't celebrate this happiness. Sorry, Adi. You are very poor, we never forget.
मलाई Sorry, Adi. I left something here. Here, Adi. We could not because it is matter that you thought from the very beginning of life for that all of Nepali are very sad. I can't describe anymore in the incredible contribution you have made. I want to encourage all you, Adi. What is Adi? I'm sorry, Adi. केही बोल्न सकिरहेको छैन आताभरि आँसु मनभरि पीडा छँदैछ यहाँ थुप्रैजना सबैजना आउनुभएको छ श्रद्धाञ्जली व्यक्त गर्नको लागि र यदि यहाँहरू मिल्छ भने पशुपति आर्यघाटमा भाइको दाह संस्कार हुन्छ भन्ने कुरा हामीले सुनेका छौँ यहाँहरू सबै भाइलाई श्रद्धाञ्जली व्यक्त गर्न चाहनु होला उहाँ एउटा नेपालको छोडेर इजरायलको पनि एउटा हिरो भएर निस्कनु भयो आफ्नो ज्यान गुमाएर भए पनि कयौँजनालाई उहाँले बिताउनु भयो अनलाइन लोन कार्यक्रममा एउटा स्टुडेन्टको रूपमा आउनुभएको थियो तर हुने कुरालाई कसैले पनि टार्न नसक्दो रहेछ यसरी उहाँ चाहिँ हमासको एउटा क्याप्टिभ भएर चाहिँ यसरी चाहिँ उहाँ चाहिँ अब उहाँले आफ्नो ज्यान गुमाउनु परेको छ उहाँलाई हार्दिक श्रद्धाञ्जली धेरै धेरै भाइ तपाईँ हाम्रो मन मस्त मुटुमा सदा हुनुहुन्छ यसरी उहाँलाई अझ अन्तिम बिदाई गर्दैछौँ हामीहरू नेपालमा जन्मिनु भए पनि उहाँको यसरी अन्तिम बिदाई इजरायलबाट गर्दैछौँ यसरी उहाँले एउटा ठुलो एउटा अनर पाउनु भएको छ इजरायल गभर्नमेन्टबाट थ्याङ्क्स टु इजरायल गभर्नमेन्ट अल द सोल्जर पिपल अफ द इजरायल यसरी उहाँले चाहिँ सम्मान गर्नुभएको छ बाई गुड बाई एन्ड मिस रेस्ट